कारबाही गर्नुहोस् दोषी डाक्टर र नर्सलाई। अनि मेरो आत्माले शान्ति पाउँछ। अनि मेरो बुढीको आत्माले शान्ति पाउँछ। सरासर लापरवाहीले मारेको हो। भोलि अरू आमा मर्नु पर्दैन। बिन्ती छ सरकारलाई, मेरो बच्चा जस्तो ठुलो अरू बच्चा हुनु नपरोस्। त्यो हस्पिटल कारबाही गर्नुहोस्। मलाई रुपियाँ पैसा केही चाहिँदैन। बस मेरो माग यति छ, कारबाही गरिदिनु। त्यो हस्पिटललाई कारबाही गर्नु, त्यति हो। मलाई अरू केही चाहिँदैन। अनि मेरो अस्मिताले शान्ति पाउँछ आत्माले, त्यति हो मैले चाहना। बिन्ती यति नै हो मेरो चाहना।